आदरणीय दर्शकबिन यतिखेर मेरो साथमा वरिष्ठ गायक तथा सर्जक विमलराज छेत्रीज्यू हाम्रो साथमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। हजुर, राधे राधे, धन्यवाद। हजुर, आजै मात्रै यहाँलाई ऐतिहासिक गण्डकी कोठी होममा हामीले स्वागत गर्न पायौँ र यहाँको दिव्य भजन पनि सुन्न पायौँ। एउटा भजन अब सम्पूर्ण मिडियामा हेरिरहनु भएका दर्शकहरूको लागि। सनातन धर्मको भजन गाऊ, सनातन धर्मको भजन गाऊ, हे गुनी जनम मनले। सनातन धर्मको भजन गाऊ, हे गुनी जनम मनले। सनातन धर्मको आरती गाऊ, सनातन धर्मको आरती गाऊ, हे गुनी जनम मनले, हे गुनी जनम मनले। हजुर, अत्यन्तै दिव्य भजन हामीले सुन्न पायौँ। जस्तो हजुर मेला महोत्सव अन्य कार्यक्रममा गएर स्टेजमा गाइरहँदा र अहिले ऐतिहासिक गण्डकी कोठी होममा आएर भजन गाउँदा के महसुस गर्नुभयो? एउटा भगवानको चरण कमलमा, एउटा भगवानको शरणमा, एउटा जहाँ छौँ, जे छौँ, जसो छौँ, जहाँ थियौँ र जहाँ हुनेछौँ, सबै भगवानकै अदृश्य शक्तिले गर्दै हो। त्यो भएर यहाँ आउँदाखेरि एउटा छुट्टै महसुस हुन्छ। हरेक कुराहरू चाहिँ एउटा चाहिँ ढुक्क हुन्छ। हजुरले यहाँनिर स्टेजमा आएर भजन मात्रै गाउनुभयो कि सबै दृश्य यहाँको अवलोकन गर्न पाउनुभयो? कोठी होम मैले काठमाडौँमा पनि अवलोकन गर्ने अवसर पाएको थिएँ। यहाँ पनि धेरै सबै त मैले अवलोकन गर्ने अवसर मिलेको छैन। हजुर, भर्खरै मात्रै मञ्चबाट झर्नु भएको छ। यहाँनिर 100वटा कुण्डमा हवन भइरहेको छ। अनवरत रूपमा 1 करोड रुद्राक्षबाट यहाँनिर शिवलिङ्ग पनि हामीले दर्शन गर्न पाउँछौँ। अत्यन्तै दिव्य दर्शनहरू छ। यहाँनिर बेलपत्र अर्पणको कार्यक्रम, 11,000 कलश पूजन कार्यक्रम लगायत धेरै कार्यक्रमहरू छ। पक्कै पनि सबै यहाँको ऐतिहासिक गण्डकी कोठी होममा गइसकेपछि सबै कुरालाई हेरेर भिजिट गरेर मात्रै फर्किनु हुनको लागि पनि म अनुरोध गर्दछु। र सम्पूर्ण भक्तजनलाई के भन्न चाहनुहुन्छ? सम्पूर्ण भक्तजनलाई सबैभन्दा हाम्रो आफ्नो आत्मा हृदय सफा हुनुपर्छ है। मन सफा छ भने भगवानले खोजेको त्यही नै हो। कसैलाई नराम्रो नसोच्ने, गलत नगर्ने होइन, अर्काको अहितमा भन्दा हितमा रमाउने। भगवानको हरेक कुराले चाहिँ यही नै सिकाइरहेको हुन्छ। गीतामा पनि यही भनिएको छ होइन। एउटा प्रकृति एउटा ब्रह्मज्ञानको लागि, ब्रह्मज्ञानमा पुगेपछि सबै कुरा सबै त्याग हुन्छ। त्यागमा नै शक्ति हुन्छ भनिएको छ। यही नै हो सबै कुरा। एउटा भगवानको चरण कमलमा, शरणमा चाहिँ हामी चाहिँ छौँ। जय श्री राधे। राधे राधे।